सेवाकाई गर्न सजिलो छ कि गाह्रो छ? सेवाकाई गर्न यो मेरो काम हो भनेर गर्यो भने चाहिँ गाह्रो हो। यो प्रभुको काम हो भनेर प्रभुमा भरोसा राखेर अगाडि बढ्न सक्यो भने चाहिँ सजिलो। सो मानिसहरूको वास्तवमै भन्ने हो भने त्यो वारफेयर चाहिँ त्यसैमा हुन्छ कि धेरैजनाले प्रभुको सेवाकाईलाई आफ्नो व्यक्तिगत लिनु पनि पर्छ, तर यस्तो व्यक्तिगत भइदिन्छ कि प्रभु साइडमा, अनि यो चाहिँ मैले तपाईँलाई यो किन सोधेँ होइन, के अरे त्यो धेरै जसो मैले क्या पास्टर नै क्या त होइन, त्यो अब म नाम लिन्न, 10 वर्ष 12 वर्ष पास्टर सेवाकाई गरेपछि विदेश गएको पनि छ क्या। हो, त्यो चुनौतीहरू त मान्छेको जीवनमा प्रत्यक्ष नै छ। अब नेपाल जस्तो अवसरको धेरै कमी र विगतमा चाहिँ शिक्षाले पनि धेरै मानिसहरूलाई चाहिँ गाह्रो गरेको अवस्था भएको कारणले गर्दाखेरि यो शिक्षा र अवसरको कुरोकानी नभएपछि मान्छेहरूको चाहिँ काम गर्ने एरिया चाहिँ विन्डो चाहिँ सानो भइहाल्छ। अनि मैले अघि पनि भनिहालेँ, अब यो सेवाकाईलाई यो प्रभुको हो, प्रभुले नै यसलाई चाहिँ कस्तो प्रकारले लानुहुन्छ, उहाँ चाहिँ डाइरेक्टर हो भनेर लियो भने चाहिँ प्रभुले गाइड डेफिनेटली गर्नुहुन्छ र प्रभुले त्यसरी नै लानुहुन्छ। कहिलेकाहीँ मान्छे इम्पल्सिभ भइदिन्छ, मान्छेको आफ्नो नेचर होइन, सबैजना त्यस्तो हुँदैन, तर कोही मान्छे इम्पल्सिभ भइदिन्छ अनि त्यो डाइरेक्टर र ड्राइभरको सिटमा चाहिँ आफै बस्छ कि। त्यसो हुँदाखेरि चाहिँ चुनौती ठुलो आउँछ। अनि त्यति मात्र होइन, धेरैजना पास्टर र के भन्छ मानिसहरू चाहिँ सेवाकाई गर्ने क्रममा विदेशमा मात्रै नगएर त सेवाकाईकै कारणको चुनौतीहरूले गर्दाखेरि डिप्रेसनमा पनि जाने कुराहरू हुन्छ, थुप्रै कुराहरू छन्। अनि त्यो धेरैजना मैले देखाएको छु हाम्रो अहिले अझ यो पछिल्लो समय चाहिँ यो सोसियल मिडियाले गर्दाखेरि मान्छेहरूमा अलिकति उच्च महत्त्वकांक्षी पनि बढेको पनि हुनसक्ला होइन, त्यसले पनि अलिकति मान्छेमा वितृष्णा आएको होला। धेरैजना तपाईँ अगुवा पास्टरै सेवाकाई गरिसकेपछि विदेश जानु जतिको दुःखद कुरा केही पनि होइन त होइन। एउटा परमेश्वरको सेवाकाई गर्छु, एउटा अभिषेक त झन् तपाईँको फेरि अर्काको विदेशमा गएर ठाउँमा गएर देशमा गएर काम गर्नु भनेको कतै न कतै उहाँको बुझाइमा सेवाकाईको बुझाइमा उहाँको मिस्टेक भयो कि परिवारबाट सपोर्ट नभयो कि के जस्तो लाग्छ मलाई? यो धेरै एङ्गलबाट यसलाई हेर्नुपर्छ होइन, एउटै मात्र एङ्गलबाट हेर्दाखेरि कतिचोटि मण्डली परिवारको सपोर्ट नभएको हुनसक्छ होइन, कतिचोटि त्यो व्यक्तिको प्रभुको सेवाकाई गर्ने स्टाइललाई पुरै मण्डली परिवारले अब त्यसलाई चाहिँ अलिक मिसअन्डरस्ट्यान्ड गरेको अवस्था पनि हुनसक्छ। कतिचोटि तपाईँले भन्नुभएको जस्तै अब परिवारको सपोर्ट नभएको हुनुहुन्छ, किन भन्दाखेरि धेरै मान्छेले चाहिँ सफलतालाई रुपियाँ पैसासँग मात्रै जोख्ने भयो क्या। तपाईँको यो तराजुमा एउटा साइडमा सफलता राख्दै भयो, अर्को साइडमा पैसा होइन, अनि मान्छेलाई चाहिँ अब ब्यालेन्स भयो जस्तो लाग्छ। सो धेरैजनाको धारणा रुपियाँ पैसा र सफलता चाहिँ ब्यालेन्स तराजुमा राख्ने भएको कारणले गर्दाखेरि पैसा नकमाउने चाहिँ सबै असफल भन्ने लाग्छ क्या। हो नि त, यो अहिलेको समाजमा त छक्क पर्ने त के हो भन्दाखेरि मान्छेले तपाईँ सफल हो कि होइन भन्ने उनीहरूको तपाईँको चस्माको लेन्स नै भौतिक सफलतालाई सम्पत्ति हो। तपाईँसँग सम्पत्ति छैन भने तपाईँको के भन्छ भौतिक त गौरवताको भ्यालु नै भएन क्या। त्यसले गर्दा पनि हामी क्रिस्चियनहरूलाई पनि त्यसले छोएको एकदम, किनभने हामी त यही समाजमा बसिरहेको छौँ नि त होइन। यही समाजमा मान्छेले चाहिँ आफूभन्दा धेरै पछाडिको मान्छेले के गरिसक्यो होइन, अनि फेरि त्यही क्या भौतिकतिर किनभने त के गर्यो, फेरि कतिचोटि चाहिँ कस्तो ब्याकग्राउन्डको परिवारसँग मैले सम्बन्ध गाँसेँ भन्ने पनि हुन्छ होइन। कहिलेकाहीँ छोरापट्टिको परिवार चाहिँ प्रभुमा बलियो हुन्छ भने कहिलेकाहीँ छोरीपट्टिको परिवार प्रभुमा बलियो हुन्छ, कहिलेकाहीँ दुवैपट्टिको परिवार प्रभुमा बलियो। सो दुवैजनाको ब्याकग्राउन्ड प्रभुमा बलियो भएको ब्याकग्राउन्ड पऱ्यो। सो कहिलेकाहीँ एकापट्टिको परिवार प्रभुमा बलियो र प्रभुको भ्याल्यु बुझेको, एकापट्टिको परिवार चाहिँ होइन अब त्यो केटा वा केटीकै कारणले गर्दा त्यो अगुवा वा अगुवाकै चाहिँ कारणले गर्दा प्रभुमा दोहोरिएको अवसरमा अब उनीहरूले त डेफिनेटली नै यही संसारमा बाँचिरहेको यही संसारको भौतिकता हेर्ने वा। सो त्यही अहिलेको यो मेटेरियलिस्टिक वर्ल्डमा जति पनि यो क्यापिटलिस्ट अनि मेटेरियलिस्टिक वर्ल्ड हुँदै जाँदो रहेछ नि, यसले चाहिँ फोकस चाहिँ खालि त्यो भौतिकवादी तालमा चाहिँ एकदमै त्यो हुँदो रहेछ। त्यही कारणले गर्दाखेरि कम्युनिजम एकदमै राम्रो हो मान्छेहरूको लागि। हुन त म कम्युनिजमको सपोर्ट वा एगेन्स्ट पनि होइन, तर कम्युनिजम धेरै ठाउँमा फेल खाँदै गरेको कारण पनि के भन्दाखेरि भौतिकवादी भएर गइदियो क्या, पुँजीवाद भयो, पुँजीवाद भौतिकवाद। हजुर।